नमस्कार अनि स्वागत छ तपाईलाई। आजको यस श्रृङ्खलामा भने हामीले मदन भण्डारीको शव फेला परेपछि के भयो, कसरी दासढुङ्गा हत्याकाण्डलाई दुर्घटनाको रूप दिइयो, किन अनुसन्धान त्यस्तो फितलो भयो र किन मदन भण्डारीका हत्यारा फेला परेनन्, यिनै विषयमा सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। सुरु गरौँ आजको सामग्रीबाट। सर्वप्रथमतः त्यस दिन के भएको थियो भन्ने कुरा संक्षिप्तमा जानकारी लिउँ। मदन भण्डारी र जीवराज आश्रितको व्यस्त कार्यसूची थियो। उक्त कार्यसूची अन्तर्गत मदन भण्डारी हवाईजहाज चढेर पोखरामा जान्छन्। पोखरामा भइरहेको अधिवेशनलाई उनले सम्बोधन गर्छन्। त्यस दिन त्यही पोखरामा स्थानीय नेताकोमा रात बिताउँछन्। भोलिपल्ट दिउँसोको समयमा मदन भण्डारी, जीवराज आश्रित र चालक अमर लामा सहित उनीहरू पोखराबाट बिदा लिन्छन्। त्यस पछाडि दासढुङ्गामा जीव दुर्घटना भएको खबर यत्रतत्र सर्वत्र हुन्छ। सेना प्रहरीले त्रिशुलीमा खसेको गाडी निकाल्न सक्दो प्रयास गर्छन्, तर उनीहरूको प्रयास असफल रहन्छ। त्यस पछाडि हाइड्रो पावरका केही क्रेनहरू मगाइन्छ र उक्त क्रेनको सहायताले गाडी बाहिर निकालिन्छ, तर गाडीमा जीवराज आश्रितको शव मात्र फेला पर्छ। मदन भण्डारीको शव भने निकै टाढा पुगेको हुन्छ, केही दिन पछाडि मात्र फेला पर्छ। चालक अमर लामा भने त्यही राति केही विदेशीहरू सवार भएको गाडीमा चढेर चितवनतर्फ लाग्छन्। मदन भण्डारी र जीवराज आश्रितको शवको प्रकृति हेर्दा हत्या जस्तो देखिन्छ, तर दुर्घटना हो कि हत्या हो भन्ने कुरा यकिन हुँदैन। आखिर कसले गरेको थियो त मदन भण्डारी र जीवराज आश्रितको हत्या? यो कुरा ड्राइभर अमर लामालाई राम्रोसँग थाहा हुनुपर्थ्यो, तर जसले मारे पनि घटनाको रहस्य भने खुलेन। पार्टीले ड्राइभर अमर लामालाई गद्दार घोषणा गर्दै पार्टीबाट निष्कासन गर्यो अनि अदालतले पनि रहस्यमय दासढुङ्गा हत्याकाण्डलाई षड्यन्त्रपूर्वक गरिएको हत्याको रूपसँग प्रस्ट्याएको थियो। तर ड्राइभर अमर लामा भने चोखिन पुगे र ड्राइभर अमर लामा जेलबाट छुटेपछि नेपाली काङ्ग्रेसमा प्रवेश गरे। अन्ततः ड्राइभर अमर लामाको पनि 2060 साल साउन 12 गतेका दिन हत्या गरियो। पार्टीले गठन गरेको ओली र जनस्तरबाट गठित तुलाधार अनुसन्धान प्रतिवेदनले सो घटनालाई षड्यन्त्रपूर्वक गरिएको हत्याको रूपमा ठहर गरेको थियो, तर थप अनुसन्धानका लागि कुनै प्रक्रिया अघि बढेन। नेकपा एमाले विभिन्न समयमा सरकारमा गएको थियो। नेकपा एमालेका शीर्ष नेताहरू माधव कुमार नेपाल, खड्गप्रसाद ओली, झलनाथ खनाल लगायतका नेताहरू बेला बेलामा प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका थिए। त्यति मात्र नभएर मदन भण्डारीको धर्मपत्नी विद्यादेवी भण्डारी समेत राष्ट्रपति भइसकेकी छिन्, तर पनि मदन भण्डारी र जीवराज आश्रितको हत्याको फाइल कसैले पनि खोलेको भेटिँदैन अनि कसैले खोल्ने हिम्मत पनि गरेका छैनन्। यस काण्डका एकमात्र जीवित साक्षी अमर लामाको पनि हत्या गरेर साक्षी नै नष्ट गरियो। मदन आश्रित हत्याकाण्डमा ड्राइभर अमर लामाको हात हुनुपर्ने स्पष्ट प्रमाणहरू पनि छन्, जस्तै घटनास्थल सडकमा बुसको थुप्रो हुनु, जीप खस्दा लामा बाहिरै हुनु, अमर लामाले पटक पटक बयान फेर्नु र सत्य तथ्य कुराहरू नबताउनुले स्पष्ट हुन्छ कि उक्त हत्याकाण्डमा अमर लामा सहित अन्यको पनि हात थियो। अमर लामालाई कसैले किनेको वा अमर लामा आफै बिकेको हुन सक्थ्यो, तर सरकारद्वारा गठित अनिल आयोगले लामालाई चोख्याउने काम गर्यो। त्यस्तै ओली एवं तुलाधार आयोगको प्रतिवेदनले प्रस्ट्याएको कुराको कुनै अर्थ भएन। दासढुङ्गा रहस्य जीव दुर्घटना भएको आज वर्षौँ बितिसकेको छ, तर त्यस दिन के भएको थियो भन्ने कुरा स्पष्ट अझै पनि छैन। मदन भण्डारी र जीवराज आश्रितको हत्या कसले गरे भन्ने कुरा प्रष्ट हुन सकेको छैन। प्राचीन कालदेखि नै सुरु भएको देशभक्तहरूको हत्या हुने क्रम नेपालमा अझै पनि रोकिएको छैन। मदन आश्रित हत्याकाण्डमा भारतीय संलग्नता रहेको धेरैले आशंका गरेका छन्। भारतको मनसाय कम्युनिस्ट नेताहरूले पुरा गर्न नसक्ने हुँदा भारतलाई कम्युनिस्टहरूबाट चिडचिडा हुने हुनाले धेरैजसो कम्युनिस्ट नेताहरूले उक्त घटनामा भारतकै हात हुनुपर्ने बताउँछन्, तर शङ्काका घेरामा नेपालका नेताहरू पनि रहेका छन्। जस्तै पार्टी वर्गीयतामा जीवराज आश्रित र मदन भण्डारी पछाडि कसको पालो आउँथ्यो त उनीहरूको पनि यस दुर्घटनामा अर्थात् षड्यन्त्रकारी हत्यामा हात हुन सक्थ्यो। त्यस बेला मदन भण्डारीको ख्याति एकदम बढेको थियो। मदन भण्डारी देश र जनताले रुचाएका नेता थिए, तर पार्टीका अन्य नेताहरूको त्यतिको ख्याति नभएको हुनाले र उनीहरूको मदन भण्डारीको जतिको नाम पनि नचलेको हुनाले मदन भण्डारीको हत्या गरेको हुन सक्ने आशंका गरिन्छ। त्यस समयमा दासढुङ्गा हत्याकाण्डमा माधव कुमार नेपाल र खड्गप्रसाद ओलीमाथि पनि औँलाहरू उठेका थिए। त्यस्तै तत्कालीन एमालेका अन्य नेताहरूमाथि पनि औँला उठेका थिए, तर स्पष्ट यही हो, प्रष्ट कुरा यही हो भन्ने आधार भेटिँदैन। नेपालमा कम्युनिस्टहरूको सक्रियता बढ्दै गर्दा पश्चिमा देशहरू पनि अलिकति रुष्ट देखिन्थे। भारत लगायत पश्चिमा देशहरूले नेपालमा एउटै कम्युनिस्टको छत्रछायामा राजोस् भन्ने चाहँदैनथे। उनीहरूको चाहना भनेको कम्युनिस्टहरूलाई सिद्ध्याएर निजीकरणलाई प्रवर्धन गरी खुला बजार अर्थनीति विस्तार गर्नु नै थियो। तर मदन भण्डारी लगायत केही नेताहरू भने समाजवादी व्यवस्थाको चाहना राख्दथे र मदन भण्डारीको आफ्नै गाउँ आफै बनाऊ, जनताको बहुदलीय जनवाद जस्ता नाराहरूले समाजवादलाई अर्को स्तरमा पुर्याएको देखिन्थ्यो। त्यसैले मदन भण्डारीको ख्याति र मदन भण्डारीलाई
प्रख्यात कम्युनिस्ट नेता भएर मुलुकलाई नै समाजवादको बाटोतर्फ डोर्याउँछन् भन्ने खतरा पश्चिमा मुलुकहरूलाई थियो। त्यसैले नेपाललाई आर्थिक रूपमा टाट पल्टाउनका लागि यहाँका देशभक्त नेताहरूलाई पहिले सिद्ध्याउनु जरुरी थियो र त्यस बेलाका सच्चा नेता भनेकै मदन भण्डारी थिए। एउटा के शङ्का पनि गरिन्छ भने उक्त दुर्घटना मदन भण्डारीमाथि लक्षित गरिएको थियो, तर जीवराज आश्रित उक्त गाडीमा सवार थिए, त्यसैले जीवराज आश्रितको पनि हत्या गरियो। विभिन्न समयमा भारतले चलखेल गरेको नेपालमा मदन भण्डारीको हत्या भारतले नै गरियो वा युरोपियन मुलुकहरूले वा पश्चिमी मुलुकहरूले गरे भन्ने स्पष्ट छैन। तर त्यस समयमा युरोपियन मुलुकहरूले पनि नेपाललाई राजनीतिक खेल मैदान नै बनाएका थिए। त्यसैले मदन भण्डारीको हत्यामा भारत लगायत पश्चिमा मुलुक तथा नेपालकै केही नेताहरूको हात छ भन्ने कुरामा आश्वस्त भने हुने अवस्था रहेको छ। नेपालकै यिनै नेताहरू हुन् वा यिनै व्यक्तिहरू हुन् भनेर किटान गर्ने अवस्था भने छैन, किनभने एकमात्र उक्त घटनाका साक्षी अमर लामाको पनि हत्या भइसकेको छ। तर उक्त हत्याको षड्यन्त्र भने भारत लगायत पश्चिमा मुलुक सहित नेपालका केही नेताहरू मिलेर गरेको भन्ने देखिन्छ। हत्याको प्रकृति हेर्दा पनि षड्यन्त्रपूर्वक गरिएको हत्याको प्रकृति छ। दासढुङ्गाको रहस्यमय जीव दुर्घटना भएको आज वर्षौँ बितिसकेको छ। मदन भण्डारीकी धर्मपत्नी पूर्व राष्ट्रपति भइसकेकी छिन्। नेकपा एमालेका विभिन्न नेताहरू प्रधानमन्त्री भइसकेका छन्। तथापि अझै पनि घटनाको रहस्य भने गम्भीर नै रहेको देखिन्छ। भनिन्छ नि, एक दिन न एक दिन अपराधीको घैँटो फुटेरै छाड्छ। आशा गरौँ समयसँगै मदन आश्रितले पनि न्याय पाउनेछन्। भविष्यमा मदन आश्रितको हत्याकाण्डको रहस्य अवश्य पनि खुल्ने आशा गरौँ। यही आशाका साथ आजको यस सामग्रीको यही अन्त्य गर्दछु। आज्ञा दिनुहोस्। धन्यवाद।